हेलो गाइस, स्वागत छ तपाईहरुलाई मेरो यो फर्स्ट मिनी भ्लगमा। हाम्रो चाहिँ अब सामान आइसकेर गाडीमा आइसकेर पनि हामी चाहिँ यहाँ झारिसक्यौं। अब चाहिँ डेलिभरीको सामान चाहिँ प्याक गर्नुपर्ने हुन्छ र यही गाडीमा लोड गरेर हामी चाहिँ ठाउँ-ठाउँमा पुर्याउन जानुपर्छ के। सातो बाटोदेखि लिएर त्यहाँ दरबार मार्गसम्म जानुपर्छ। सो अगाडि के हुन्छ हेर मै त। लेट्स सी। ओके गाइस, हाम्रो सामान चाहिँ अहिले प्याक भइसकेको छ। खासमा चाहिँ गाडीमा जानुपर्ने हो, तर सामान होइन, आज भिड छ के, जाम छ, त्यही भएर चाहिँ आज स्कुटीमा जानुपर्ने हुन्छ। हाम्रो सामान चाहिँ लोड भइसकेको छ, यति छ सामान चाहिँ गाडीमा जानुपर्ने। अब गाडीमा चाहिँ काम भएर चाहिँ अब स्कुटीमा जान्छौँ हामी चाहिँ जिममा। त्यो हेर म अगाडि के हुन्छ के फ्याम। हामी चाहिँ अब लाग्यौँ होइन, यस्तो सामान छ कि स्कुटीमा गाडीमा जानुपर्ने। खासमा काम भएर काल चाहिँ सिन्द्रनाथ होइन, नाथको के अरे के बनाइरहेको छु, सिन्द्रनाथ जात्रा भइरहेको छ कि, त्यही भएर फोटोमा चाहिँ जाम भएर चाहिँ हामी स्कुटीमा गइरहेको छौँ। एकैचोटि त्यहाँ पुगेर भेटौँ आइट। ओके फ्याम, हामी चाहिँ लबीमा आइपुगिसक्यौँ। अब यो सामान चाहिँ बोकेर जानुपर्ने हुन्छ। खासमा चाहिँ अगाडिबाट जानुपर्ने हो, अगाडिबाट चाहिँ बाइक राख्ने ठाउँ हुँदैन के, त्यही भएर चाहिँ पछाडिबाट आएको। अब यहाँबाट चाहिँ लिफ्टमा जानुपर्ने हुन्छ। हेर मै त लिफ्टमा जानुपर्ने हुन्छ। लिफ्ट खुलिसक्यो हाम्रो। यत्रो सामान, दुईटा लामा होइन, लामा एक दुई पुगिसक्यो। खुल्यो, ढोका खुल्यो। फ्याम हामी चाहिँ सामान पुऱ्याइसक्यौँ ठाउँमा होइन। अनि दाइले चाहिँ त्यहाँ बसिराख्नु भएको छ, अहिले एकछिनमा आउनुहुन्छ होला सायद। यहाँनिर सबै सामान ठाउँमा राखेर पनि अब फर्किन लाग्छ। यस्तो छ गाइस लबिमको। यहाँ तल पनि खतरा रहेछ कि, तल चाहिँ लबिमको नजारा यस्तो छ। अनि अब हामी चाहिँ फेरि त्यहाँ पसलमा गएर फेरि कहाँ गएको छ, त्यहाँ धेरै टाढा टाढाको सामान हुन्छ कि डेलिभरी गर्नुपर्ने, त्यो प्याकिङ गर्नुपर्छ। अनि प्याकिङ गरिसके पछाडि पनि फेरि गाडीमा जानुपर्ने हुन्छ। हामी चाहिँ गाडीमा धेरै सामान भए पनि गाडीमा जान्छ, नभए स्कुटीमै लान्छ क्या। त्यहाँ दाइनु भयो होइन। त्यही हो गाइस, अब एउटा सानो बवाल खालको एउटा सिनेमेटी जाओस् न। सर अब अर्कै लाग्छ, डर लाग्यो सर। हामी चाहिँ झरिसक्यौँ। अन्डरग्राउन्ड पनि खतरा रहेछ कि यसमा त। यहाँ पार्किङ पनि ठुलै रहेछ, त्यहाँसम्म रहेछ। ओइ टु
वे टू त्यही नै हो गाइस। अब चाहिँ हामी चाहिँ फर्किन लाग्छौँ। अब एकैचोटि पसलमा भेट्छौँ है त। ओके गाइस, हामी त अहिले पसल आइसक्यौँ। अब आएर पनि अब सफा गर्नुपर्ने हुन्छ पसल चाहिँ होइन। अनि यो चाहिँ सबै सार्नुपर्छ क्या, यो भित्र लानुपर्छ यो क्यारेटहरू होइन। यो भित्रको क्यारेट पनि अब त्यो निकालेर भित्रको सफा कुचो लाएर चाहिँ राख्नुपर्ने हुन्छ। त्यही नै हो गाइस। म चाहिँ आज चाहिँ त्यही हो, मलाई चाहिँ मेरो यो सबभन्दा पहिलाको भिडियो हो नि त फर्स्ट। अनि त्यही भएर म चाहिँ अब के बोलौँ के नबोलौँ अलि आएन कि सबभन्दा फर्स्ट पटक भएर त्यही भएर चाहिँ बोल्न आएन मलाई। अब त्यही हो गाइस, आफ्नो तर्फबाट सानो प्रतिक्रिया दिने होला भन्दै आजको म मेरो फर्स्ट मिनी भ्लग चाहिँ यतैतिर अन्डरग्राउन्ड गर्न चाहन्छु। हस् त, तो मान्ना है।